अमेरिका यतिखेर बुद्धमय भएको छ भन्दाखेरि फरक पर्दैन। बौद्ध भिक्षुहरू जुन जुन राज्य भएर, जुन जुन शहर भएर, जुन जुन बाटोबाट पास हुँदै हुनुहुन्छ, त्यहाँ ठुलो सङ्ख्यामा अमेरिकनहरू जम्मा हुने, उहाँहरूलाई स्वागत गर्ने अनि उहाँहरूसँगै केही समय हिँड्ने, केही माइल पैदल यात्रा गर्ने त्यस्तो क्रम चलिरहेको छ। यतिखेर उहाँहरू साउथ केरोलाइना र नर्थ केरोलाइनाको बोर्डर नजिकै पैदल यात्रा गरिरहनु भएको छ। मैले अहिले तपाईहरुसँग शेयर गर्न खोजेको एउटा कुरा चाहिँ हाम्रो जीवनमा हामीले देखेका अभूतपूर्व घटनाहरू मध्येको एउटा घटना यो हुन जाँदैछ। तर यसमा सुख मात्रै छैन, आनन्द मात्रै छैन, यसमा सफलता मात्रै छैन, अत्यन्तै ठूलो त्याग छ, जसको बारेमा मैले अहिले तपाईलाई भन्यो भनेदेखि तपाई रुनुहुन्छ। म तपाईलाई रुवाउन चाहन्छु, एकैछिन सुन्नुहोस्। बौद्ध भिक्षुहरूसँग हिँडिरहेको जुन कुकुर छ आलोका, उसको आज लेग सर्जरी भएको छ। अब 2-3 दिनसम्म त्यो कुकुर बौद्ध भिक्षुहरूसँग हिँड्न पाउँदैन। ऊ सर्जरी पछि रिकभर भएपछि अनि फेरि बौद्ध भिक्षुहरू बाटामा गाडीमा राखेर उनलाई पुर्याइन्छ र त्यसपछि फेरि यात्रा कन्टिन्यू गर्नेछ। सबैभन्दा ठुलो ट्रेजेडी के भएको छ भनेदेखि टेक्ससमा जतिखेर बौद्ध भिक्षुहरूले यो यात्रा सुरु गर्नुभयो त्यसको लगभग 3 हप्तापछि हाइवेमा उहाँहरू यात्रा गर्दै हुनुहुन्थ्यो। उहाँलाई एस्कॉर्ट गरिरहेको एउटा भेहिकल थियो। त्यो भेहिकललाई पछाडिबाट एउटा ट्रकले आएर ठक्कर दियो, हानिदियो। त्यो ट्रकले अगाडि स्लो मुभ गरिरहेको त्यो एस्कॉर्ट भेहिकल देखेन, हतारमा ब्रेक लगाउन सकेनन् ती ड्राइभरले र त्यसपछि त्यो गाडीमा ठोकियो। त्यो गाडीले गएर अगाडि हिँडिरहनुभएका 2 जना भिक्षुलाई हान्यो। 2 जना भिक्षु घाइते हुनुभयो। उहाँहरू मध्ये एकजना सामान्य रूपमा घाइते हुनुभएको थियो भने अर्का भिक्षु उहाँ गम्भीर रूपमा घाइते हुनुभएको थियो। उहाँको देब्रे खुट्टा काटिएको छ। अब जीवनभर उहाँसँग देब्रे खुट्टा छैन। एक स्ट्रीट डॉग जो बौद्ध भिक्षुओं के साथ वॉक फॉर पीस अमेरिका में 2024 के अंत से 2025 तथापि उहाँको मुस्कानमा, उहाँको मुहारमा किलोमीटर पैदल चलता रहा। कुनै पनि किसिमको रिमोर्स छैन, कुनै पनि किसिमको पश्चाताप छैन, कुनै पनि किसिमको द्वेष छैन, ग्लानि छैन, कुनै दुर्भाव छैन। उहाँले भन्दै हुनुहुन्छ, जब फेब्रुअरीमा यो टोली वाशिंगटन डीसी पुग्छ म पनि आउँछु वाशिंगटन डीसी भनेर। व्हील चेयरमा हुनुहुन्छ उहाँ यतिखेर। अब जीवनभर उहाँको देब्रे खुट्टा छैन, उहाँले हिँड्न सक्नुहुन्न। सँगैका भिक्षुहरू 2वटा गोडामा पैदल यात्रा गरिरहनु भएको छ, तर अब जीवनभर नआउने गरेर उहाँले गोडा गुमाउनु भएको छ। र पनि मनको दृढता जस्ताको तस्तै छ, मुहारमा चमक जस्ताको तस्तै छ। अहिले पैदल यात्रा गरिरहनु भएका भिक्षुहरूलाई पनि बाटोमा सबैजनाले राम्रो मात्रै भनेका छैनन्। केही एक्का दुक्का मानिसहरू जसले रोकेर तपाईँ गलत बाटोमा हिँडिरहनु भएको छ, तपाईँ नर्क जाने बाटोमा हिँडिरहनु भएको छ, भगवान भनेको त यहाँ पो हुनुहुन्छ, स्वर्ग जाने बाटो त यो पो हो भनेर पनि उहाँलाई भनिरहेका छन्। तर उहाँको जवाफ तपाईँ सुन्नुहोस्। र यो जीवनको, यो जुनीको सबैभन्दा ठुलो एउटा घटनाको साक्षी हामी कसरी बनिरहेका छौँ र हामीभित्र कति ठुलो पावर छ भन्ने कुराको जानकारी लिनुहोस् र त्यसपछि जानुहोला। भिक्षुले के भनेर जवाफ दिनुभएको छ भने, हो तपाईको धर्म मेरो धर्म फरक छ, तपाईको यात्रा र मेरो यात्रा फरक छ, तर यति धेरै धर्म यदि थिएन भने संसारका यति धेरै मानिसलाई कसरी प्रेम, शान्ति, अहिंसा, करुणा, सद्भाव सिकाउन सकिन्थ्यो त भन्नुहोस् त। म तपाईलाई उत्तिकै माया गर्छु। तपाईको यात्रा फरक छ, मेरो यात्रा फरक छ, तर अन्त्यमा तपाई र म गएर समाहित हुने त्यही ठाउँमा हो, एकै ठाउँमा हो। कति मिठो वचनले, कति सौम्य तरिकाले उहाँले जवाफ दिनुभएको छ, जसले उहाँहरूको थोरै भए पनि विरोध गरेका छन् उहाँहरूलाई पनि उहाँले गाली गर्ने अथवा हप्काउने अथवा रिसाउने त्यस्तो केही गर्नुभएको छैन। समभाव भन्छ नि, समभाव पूर्ण तरिकाले उहाँहरूले आफ्नो कुरा